नमस्कार साथीहरू, आज हामी एक ऐतिहासिक तथा अत्यन्त प्रभावशाली पुस्तक द रिचेस्ट म्यान इन बेबिलोनबाट 5 सुन जस्तै बहुमूल्य नियमहरू बुझ्नेछौँ। यी नियमहरू यति सरल तर शक्तिशाली छन् कि एक सामान्य मानिसलाई पनि आर्थिक रूपमा बलियो, सुरक्षित र धनवान बनाउन सक्छन्। यी सिद्धान्तहरू आजभन्दा 4000 वर्ष पुराना छन्, तर आज पनि उत्तिकै लागू हुन्छन्। अब सुरु गरौं धन कमाउने, बचत गर्ने र बढाउने 5 स्वर्णिम नियम। धनले उहाँलाई नै पछ्याउँछ जो आफ्नो आम्दानीको कम्तीमा 10% बचत गर्छ। धेरै मानिसले भन्छन्, म बचत गर्न चाहन्छु तर पैसै बाँकी रहँदैन। पुस्तक भन्छ, पैसा बाँकी परेपछि बचत गर्ने होइन, बचत गरेपछि खर्च गर्ने हो। आम्दानीको पहिलो 10% तपाईकै हो, बाँकी 90%ले तपाईको जीवन चल्छ। एक चरित्र आर्काड भन्छ, तिमी आफ्नो आम्दानीको 10% बचत गर्न थालेको दिनदेखि नै धन तिम्रो खोजीमा आउन थाल्छ। व्यावहारिक उदाहरण, यदि तपाईले महिनाको 30,000 कमाउनुहुन्छ भने 3,000 बचत गर्नुपर्छ। यदि 1 लाख कमाउनुहुन्छ भने 10,000 बचत गर्नुपर्छ। यो सधैँ लागू हुन्छ। कमाएको रकमको पहिलो हिस्सा भविष्यको लागि र बाँकी आजको लागि। धनले बुद्धिमानीपूर्वक लगानी गर्ने व्यक्तिको लागि निरन्तर बढ्दै जान्छ। पुस्तक भन्छ, बचत मात्र होइन, बचतलाई काममा लगाउन सिक। यदि पैसा सुरक्षित ठाउँमा लगानी गरियो भने त्यो फर्केर अधिक पैसा जन्माउँछ र त्यो पैसा फेरि अझ बढी पैसा उत्पादन गर्छ। यही नै कम्पाउन्ड इफेक्ट हो। उदाहरण, यदि तपाईले 10,000 बचाएर लगानी गर्नुभयो र त्यो प्रत्येक वर्ष 10%ले बढ्छ भने केवल 7 वर्षमै त्यो पैसा लगभग दोब्बर हुँदै जान्छ। बचत ब्याङ्कमा थन्क्याएर धुलो जमाउने होइन, बचतलाई लगानीमा लगाएर अवसर सृजना गर्नु हो। धन बुद्धिमानी तथा अनुभवी व्यक्तिहरूको सल्लाह सुनेर लगानी गर्ने व्यक्तिलाई साथ दिन्छ। पुस्तक भन्छ, धन बनाउने सबैभन्दा ठूलो नियम हो अनुभवीको सल्लाह सुन्नु। यदि तपाईँ घर बनाउन चाहनुहुन्छ भने ठैरी भन्दा राजनीतिक नेताको सल्लाह लिनुहुन्न। त्यस्तै यदि तपाईलाई पैसा बढाउन छ भने पैसा बढाउन सक्ने मानिसकै सल्लाह लिनुपर्छ। पुस्तक भन्छ, पैसाको बाबत अन्जानहरूको सल्लाह सुन्नु भनेको अन्धकारमा यात्रा गर्नु जस्तै हो। तेस्रो नियमले सिकाउने कुरा, लगानी अघि जान्ने मानिससँग कुरा गर। जोखिम, फाइदा, समय सीमा बुझ। भावनामा होइन, तथ्यमा लगानी गर। जसले राम्रोसँग नबुझी अनावश्यक जोखिममा पैसा राख्छ, उसको पैसा उसै गरी हराउँदै जान्छ। यो नियम चेतावनी स्वरूप छ। धेरै मानिस छिको धनी बन्ने योजनामा लोभिएर सबै पैसा गुमाउँछन्। पुस्तक भन्छ, जहाँ सुरक्षित छैन त्यहाँ सुन भाग्छ। उदाहरण, अति उच्च ब्याज दिने योजना, चेन मार्केटिङ जस्तो शंकास्पद व्यवसाय, तपाईले नबुझेको व्यापारमा लगानी, म दोब्बर पैसा गरिदिन्छु भनी बोल्ने अपरिचित व्यक्ति। यदि तपाईले लगानी बुझ्नुभयो भने सुरक्षित हुन्छ। नबुझेर पैसा राख्यो, जोखिम बढ्छ। जहाँ ज्ञान छैन त्यहाँ धन टिक्दैन। असम्भव प्रतिज्ञा गर्ने, अत्याधिक लोभ दिने वा अनुभवहीन व्यक्तिको हातमा दिएको पैसा हराउन बाध्य हुन्छ। यो 5औं नियमले ठूला ठूला वाचाहरूबाट बच्न सिकाउँछ। पुस्तकको सार, धन उसैलाई साथ दिन्छ जो इमानदार, परिश्रमी र बुद्धिमानीलाई विश्वास गर्छ, तर ठग, लोभी वा मूर्ख व्यक्तिको हातमा दिएको सुन हराइदिन बाध्य हुन्छ। यसले सिकाउने 3 कुरा: 1. ठूलो फाइदा दिने लोभीय प्रस्तावबाट बच। 2. पैसा त्यही देऊ जहाँ इमानदारी र अनुभव हुन्छ। 3. आफ्नो धनको जिम्मेवारी आफै लिनुहोस्, बिना जानकारी कसैलाई दियो भने हराउनेछ। यी 5 नियमहरू आज पनि यति नै शक्तिशाली छन् कि यदि तपाईले यी अनुसरण गर्नुभयो भने एक सामान्य मानिसबाट पनि आर्थिक रूपमा बलियो, स्वतन्त्र र धनवान बन्न सकिन्छ। 5 नियमहरूको छोटो सार: 1. आम्दानीको 10% बचत गर। 2. बचतलाई लगानी गर। 3. अनुभवीको सल्लाह मात्र मान। 4. नबुझेर जोखिममा पैसा नराख। 5. लोभ र ठगबाट सावधान रह। यिनी जीवन परिवर्तनकारी नियमहरू हुन् जसले हजारौं वर्षदेखि मानिसहरूलाई धनी बनाउँदै आएका छन्। होस् त साथी हो, आज यस बेबिलोनको सबैभन्दा धनी मानिस नामक पुस्तकबाट सुनझै 5 नियमलाई आफ्नो जीवनमा अप्लाई गर्नुहोस्। साथै उत्तर प्रगतिको अर्ग्यौं शुभकामना व्यक्त गर्दैछु। साथै अर्को भिडियोमा फेरि भेटौँला। त्यतिन्जेलको लागि बिदा चाहन्छु। बाई बाई।